हेलो नमस्कार सबैजनालाई। आजको यो भिडियोमा तपाईले CISF को भ्याकेन्सीजको विषयमा फुल डिटेल्स तपाईले यो भिडियोमा पाउनुहुनेछ र कहाँबाट कसरी एप्लाई गर्नुपर्ने त्यसको डिटेल्स पनि तपाईले यही भिडियोमा पाउनुहुनेछ। र भिडियोलाई शेयर गरेर सबैकोमा पुर्याइदिनु होला र यो च्यानलमा तपाई नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर जानु होला, किनभने आजको भिडियो तपाईलाई काम लागेन भने पनि फ्युचरमा तपाईलाई कुनै न कुनै भिडियो जरुर काम लाग्ने आउने नै छ। CISF को नोटिफिकेसनको कम्प्लिट डिटेल्स, CIF प्यारामेडिकल स्टाफ रिक्वायरमेन्ट 2026 कम्प्लिट डिटेल्स तपाईले यहाँबाट पाउनुहुनेछ र इम्पोर्टेन्ट डेट्समा अनलाइन एप्लिकेसन स्टार्ट भइसकेको छ 8 जुन 2026 देखि, भने लास्ट डेट छ 7 जुलाई 2026 सम्म तपाईहरुले एप्लाई गर्नु सक्नुहुनेछ। भ्याकेन्सी डिटेल्समा तपाईले देख्नुहुँदैछ ASI फार्मिस्ट टोटल 18 पोस्टको भ्याकेन्सीज छ भने ASI एक्सरे टेक्निशियनको 1 पोस्टको भ्याकेन्सी छ, ASI ल्याब टेक्निशियनको 5 पोस्टको भ्याकेन्सीज छ भने टोटल भ्याकेन्सीज 24 पोस्टको भ्याकेन्सीज छ। 10% भ्याकेन्सी आर रिजर्भ इन एक्स सर्भिसमेन यो पनि बताएको छ र सेलेरी छ भने पे लेभल 5th to 7th CPF तपाईले पाउनुहुनेछ। 29,200 देखि लिएर गएको 92,300 पर मन्थ सम्मको सेलेरी तपाईले पाउनुहुनेछ। त्यसमा प्लस DA, HRA एन्ड अदर सेन्ट्रल गभर्नमेन्ट एलोवेन्सहरु सबै पाउनुहुनेछ। पेन्सन बेनिफिट अन्डर द नेशनल पेन्सन सिस्टमबाट पाउनुहुनेछ NSP को हिसाबबाट। एज लिमिट छ 18 देखि 28 इयर्स सम्मको अल पोस्टको लागि, सबै पोस्टको लागि 18 इयर्स मिनिमम हुनै पर्यो भने म्याक्सिमम 28 इयर्स सम्म तपाईले एप्लाई गर्न सक्नुहुनेछ। एज रिल्याक्सेसन तपाईले अलग्गै पाउनुहुनेछ गभर्नमेन्ट रुलको हिसाबबाट। र एजुकेसन क्वालिफिकेसन ASI फार्मिस्टको 12 पास विथ साइन्सबाट 12 पास हुनै पर्यो। डिप्लोमा डिग्री 2 इयर्सको डिप्लोमा या त डिग्री तपाईको फार्मेसीमा हुनै पर्यो यो बताएको छ। र रेजिस्टर फार्मिस्ट अन्डर द फार्मेसी काउन्सिल भनेर फार्मेसी काउन्सिलमा रेजिस्टर्ड भएको हुनु पर्यो। र ASI एक्सरे टेक्निशियनको लागि छ 12 पास विथ साइन्समा 12 पास साइन्स स्ट्रिमबाट गरेको हुनु पर्यो र डिप्लोमा इन रेडियोग्राफी एक्सरे टेक्निशियन गरेको हुनु पर्यो, 2 इयर्सको डिप्लोमा गरेको हुनु पर्यो। र ASI टेक्निशियन ल्याब टेक्निशियनको लागि 12 पास विथ साइन्स र डिप्लोमा विथ मेडिकल ल्याबोरेटरी टेक्नोलोजीमा 2 इयर्सको डिप्लोमा गरेको हुनु पर्यो। तपाईले त्यति छ भने तपाईले एप्लाई गर्न सक्नुहुनेछ र खाली सिंगल पोस्टमा मात्रै तपाईले एप्लाई गर्न सक्नुहुनेछ एक्जाम। र सेलेक्सन प्रोसेस अब्जेक्टिभ टाइप क्वेशन आउनेछ हिन्दी इङ्ग्लिसमा। फिजिकल स्ट्यान्डर्ड टेस्ट पनि हुनेछ, डकुमेन्ट भेरिफिकेसन हुनेछ, बेसिक भोकेसनल टेस्ट पनि हुनेछ, मेडिकल एक्जामिनेसन पनि हुनेछ, डिटेल मेडिकल एक्जामिनेसन पनि हुनेछ, रिभ्यू मेडिकल एक्जामिनेसन पनि हुनेछ र फाइनल मेरिट लिस्ट तपाईको निक्लिनेछ। जब लोकेसन हुनेछ अल इन्डिया, कहीँ पनि पोस्टिङ हुन सक्छ। फिजिकल स्ट्यान्डर्ड टेस्टमा मेल क्यान्डिडेटको लागि हाइट हुनुपर्ने छ 170 सेन्टिमिटर भने चेस्ट हुनुपर्ने छ 80 to 85 सेन्टिमिटर। फिमेल क्यान्डिडेटको लागि हाइट हुनुपर्ने छ 157 सेन्टिमिटर। रिल्याक्सेसन तपाईले क्याटेगोरी हिसाब अलग्गै पाउनुहुनेछ। र अफिसियल वेबसाइटबाट एप्लाई गर्नुपर्ने छ अनलाइन। लाउनुहोस् अब म अनलाइन कहाँबाट कसरी एप्लाई गर्नुपर्ने त्यो पनि अलिकति म तपाईलाई डिटेल्समा दिनेछु। अनलाइन एप्लाई गर्नु लागि CISF को अफिसियल वेबसाइटमा जानुहोस्, जो डिस्क्रिप्सनमा मैले लिंक दिएर राखेको छु, त्यहाँ क्लिक गर्नु भने तपाई यो पेजमा आइपुग्नु हुनेछ। यहाँ तपाईले नोटिस बोर्ड देख्नुहुँदैछ। यहाँनेरि तपाईले इङ्ग्लिस हिन्दी रिक्वायरमेन्ट नोटिफिकेसन देख्नुहुन्छ, त्यसमा इङ्ग्लिसमा या त हिन्दीमा तपाई कुन चाहिँ प्रिफर गर्नुहुन्छ त्यसमा क्लिक गर्नुहोस् र त्यहाँबाट तपाईले नोटिफिकेसन पनि अफिसियल नोटिफिकेसन पनि डाउनलोड गर्न सक्नुहुनेछ। र एप्लाई गर्नुको लागि यहाँ टपमा तपाईले लगइन देख्नुहुँदैछ, यहाँनेरि क्लिक गर्नुहोस्। यहाँनेरि तपाईले न्यू रेजिस्ट्रेसन देख्नुहुँदैछ, न्यू रेजिस्ट्रेसनमा क्लिक गर्नुहोस् तपाईले एप्लाई गर्नुको लागि। र यहाँनेरि आफ्नो फुल डिटेल्स लगाएर आफ्नो फुल डिटेल्स लगाउनु पर्ने छ। नेम देखि लिएर गएको आफ्नो फादर्स नेम, मदर्स नेम सबै डिटेल्सहरु लगाएर यहाँनेरि तपाईले डेट अफ बर्थ देखि लिएर गएको सबै लगाएर चाहिँ यहाँ सबमिट गर्नु पर्नेछ। त्यसको बादमा तपाईले आफ्नो डकुमेन्ट्सहरु अपलोड गरेर आफ्नो डिटेल्स अपलोड गरेर त्यसको बादमा तपाईले एप्लाई फी पेमेन्ट गरेर एप्लाई कम्प्लिट गर्नु पर्नेछ। र के एप्लाई गर्दा केही समस्या भयो, केही प्रब्लम भयो भने तपाईले कमेन्ट गर्नु सक्नुहुनेछ डाइरेक्टली। र आजको भिडियोमा यति नै मैले देखाउन गइरहेको छु। यदि उता तपाईले आफ्नो डिटेल्स हो आफै पनि कम्प्लिट गर्नु सक्नुहुनेछ।